नमस्कार साथीहरु। आज चाहिँ हामी भनौं न हामी तीनैजना मिलेर चाहिँ चिकन शोरमा चाहिँ बनाउन गइरहेका छौं। त्यसको लागि मैले चाहिँ यहाँ आधी केजी चाहिँ मैदा लिएको छु। हजुरहरुले आवश्यकता अनुसार लिन सक्नुहुन्छ। आधी केजी मैदालाई चाहिँ म मज्जाले मिचेर चाहिँ डो बनाउँछु। हजुरहरुले चाहिँ कति चाहिन्छ त्यही अनुसार लिन सक्नुहुन्छ। हामीलाई चाहिँ यति भए पुग्छ, त्यही भएर आधी केजी पिठो लिइसकेको छु। यो म मजाले मार्दैछु यसलाई, थोरै थोरै पानी लाउँदै यसको डो बनाउने। ल यो डो चाहिँ रेडी भइसकेको छ। यो डो चाहिँ रेडी भइसकेको छ। अब म यसलाई 10-15 मिनेट छोपेर राखिदिदैछु। शोरमाका लागि चाहिँ हामीले यो पिठो मुसेर राखिसकेको छु मैले। त्यसपछि चिकनको यो बोनलेस को पिसहरु चाहिँ मैले बनाएर लामो लामो पिस यस्तो पारेर चाहिँ रेडी गरिसकेको छु। अब त्यसमा मैले खुर्सानीको पाउडर लगाएर मिक्स गर्दै छु। त्यसपछि नुन चाहिँ आवश्यकता अनुसार लगाउन सक्नुहुन्छ हजुरहरुले पनि। लगाएर चाहिँ मजाले मोल्ने। मैले आधी केजी मासु चाहिँ ल्याएको छु आधी केजी पिठोको लागि। अब हजुरहरुलाई कति आवश्यकता हुन्छ त्यही अनुसार लगाउन सक्नुहुन्छ। जिरो पाउडर, धनिया पाउडर यसलाई पनि लगाएर मजाले मिक्स गरेँ मैले। तोरीको तेल अलिकति, तोरीको तेल पनि मजाले लगाएर चाहिँ मजाले मिक्स गरेर मोलिराखेको छु म। हजुरले पनि घरमै चाहिँ शोरमा बनाएर खान सक्नुहुन्छ। त्यसपछि मैले अलिकति लसुनको पेस्ट पनि लगाइदिएँ। लसुनको पेस्टले चाहिँ यसलाई एकदम टेस्टी र सेन्ट मगमग सेन्ट आउँछ। लसुनको र एकदम मिठो हुन्छ। यसलाई पनि मैले एकछिन यसरी नै मजाले माडेर मजाले सफ्ट हुने गरी माडिसकेको छु। अब यसलाई मैले एकछिन यसलाई पनि त्यतिकै छोडिदिदैछु। यो मायोनिजको लागि चाहिँ मैले चिकनलाई रोस्ट गर्नको लागि पेन तातिसकेको छ। ठिक्क तेलमा चाहिँ रोस्ट गर्नुपर्छ। साह्रै धेरै पनि होइन, थोरै तेलमा चाहिँ रोस्ट गर्दैछु म। हजुरहरु कसरी गर्नुहुन्छ हेर्नु होला, कमेन्टमा लेख्नु होला। म चाहिँ यसरी बनाउँदैछु। यो लगभग 15 मिनेट चाहिँ मैले यसलाई यो चिकनलाई चाहिँ 10-15 मिनेट चाहिँ त्यतिकै छोड्दै मजाले मेरिनेट भइसकेको छ पिसहरु। अब म तेल मजाले तात्न दिदैछु। तेल तातेको छ कि छैन साथीहरु? मेरो तेल तातेको चेक गर्ने तरिका के हो है? पानी परिसक्यो पटक्क गरौँ। मजाले तातेपछि मात्रै लगाउनु पर्छ। तेल मजाले गरम भइसकेको छ। अब मैले यो मायोनिजलाई लगाइदिसकेको छु। मलाई एकैपल्ट पनि रोस्ट गर्छु, झन्झट पनि गर्ने होइन साथीहरु।
हराउने रोस्ट गर्न थालिसकेपछि मसला बिस्तारै गर्दै हल्का भुटेर चाहिँ रातो बनाउनुपर्छ। अब होटल जैसा बनाउने रेडी हुन गइरहेको छ साथीहरू। भिडियो चाहिँ पुरा हेर्दै जानु होला। अनि हजुरहरूले पनि जानेको कुरा मलाई सेयर गर्नु होला, कमेन्टमा लेख्नु होला कसरी बनाउनुहुन्छ। जान्नुभएको छैन भने जान्नु नहुने साथीहरूले हेरेर चाहिँ बनाएर खान सक्नुहुन्छ है साथीहरू है त। अब यहाँ छोरीले चाहिँ मायोनिजको लागि चाहिँ रोटी बेलिराखेको छ। सबैजना हामी चाहिँ धेरैजना भएर चाहिँ बनाउँदैछौँ, 3 जना भएर चाहिँ बनाउँदैछौँ रोटी। छोरीले रोटी बेल्ने, मामुले रोस्ट तार्ने, चिकनलाई तार्ने, बाबाले चाहिँ प्याज काट्ने, बन्दा सन्दा काट्ने भइरहेको छ। यो चाहिँ रोस्ट हुँदैछ, यता चिकन रोस्ट हुँदैछ। अब यता चिकन रोस्ट हुँदैछ बिस्तारै हल्का हल्का। चिकन चाहिँ रातो भइसकेको छ साथीहरू। यसलाई मैले ठिक्क रातो बनाएर अब ग्यासको फ्लेम अफ गर्दैछु। सबै रातो ठिक्क रातो भइसकेको छ। धेरै यसलाई खर्याउनु पनि हुँदैन, धेरै काँचो हुनु हुँदैन, ठिक्क रातो बनाउनुपर्छ। मैले यहाँ टमाटर पनि बफ्याएको छु। यो टमाटरको चाहिँ पेस्ट सस बनाउन आँटेको आफैले। अनि यो चिल्ली पनि लगाएर चाहिँ यसको म सस पनि बनाउँदैछु है साथीहरू। यो सस चाहिँ अब म बनाउँदैछु है साथीहरू। भयो कि क्या हो, यसमा आँट्छ होला, ठिकै हुन्छ जस्तो छ। खुर्सानी, नुन, जिरा पाउडरहरू के लगाएर चाहिँ मैले यहाँ रेडी गरिसकेको छु ससको लागि पनि। ल साथीहरू, सस पनि यहाँ भइसकेको छ। चिल्ली र टमाटो सस एकै ठाउँ मिक्स गरेर बनाइसकेको छु मैले, रेडी भइसकेको छ। अब यो मेयोनिज पनि मैले 1 चम्ची लाएर चाहिँ पेस्ट बनाउँदैछु। यो मेयोनिज पनि 1 चम्ची चाहिँ 2 चम्ची लगाएँ। 1 चम्ची होइन 2 चम्ची चाहिँ पर्छ नै होला, सायद लाग्छ यति। 2 चम्ची चाहिँ लगाएँ। अब यसलाई मजाले घोलेर पेस्ट टमाटो, चिल्ली र मेयोनिजको पेस्ट रेडी भइसकेको छ साथीहरू। उता चाहिँ रोटी पनि पाक्दैछ। अब यता रोटी पनि पाकिरहेको छ। छोरीले चाहिँ गोला गोला रोटी बेलेर बनाउँदैछिन्। काटेको बन्दाको पिसहरू, खुर्सानी हजुरहरूले प्याज, यो प्याज र धनियाँको पत्ताहरू हजुरहरूले चाहिँ धनियाँ प्याज पत्ता चाहिँ मन पर्दैन नलगाउनु सक्नुहुन्छ। म चाहिँ यसरी लगाउँदैछु, प्याज पनि लगाउँदैछु। अब यो मेयोनिज र टमाटर अनि हरियो खुर्सानीको चिल्ली पेस्ट सबै मिसाएर चाहिँ यहाँ मजाले मोल्दैछु। र यो सबै थोक लगाइसकेपछि यो चिकनलाई पनि यहाँ ल्याएर चाहिँ मैले मजाले मोल्दै, हातैले मोलेँ मैले, चम्चीले मोल्दा हुन्थ्यो होला, हातैले मोल्न मन लाग्यो मलाई। मजाले यो पेस्टहरू मासुको पिसमा मजाले मिल्ने गरी मोल्ने। यो ठुला ठुला पिसहरूलाई चाहिँ मैले हातले हल्का टुक्रा बनाइसकेको छु। काटेर गर्दा पनि हुन्छ, तर यहाँ हातमा लगाइहालेँ मैले हात, त्यही भएर मैले यहाँ टुक्रा ठुलोलाई अलि साना साना टुक्रा पारेर चाहिँ लेदोमा सफ्ट हुन्छ यसले गर्दाखेरि मासुको पिसहरू। त्यही भएर मैले चाहिँ यसरी मिलाएर खाएँ। हजुरहरूले चाहिँ खाएँ कि बनाएँ खान त बाँकी नै छ साथीहरू। पहिले खाएँ भन्न थालिसकेको छु म त। अब हजुरहरूले चाहिँ भिन्दै
अर्को तरिकाले पनि बनाएको अहिले म हजुरहरूलाई देखाउँछु। यसरी बनाएर पनि खान सक्नुहुन्छ हैन। नुन कतिको हुन्छ आफूले स्वाद अनुसार चाहिँ लगाउन सक्नुहुन्छ हजुरहरूले। ल साथीहरू, अब चाहिँ लास्ट स्टेजमा पुगिसकेको छ। सोरमा तोरमा के जे भने पनि चिकन सोरमा चाहिँ हजुरहरूलाई रेडी भइसकेको छ। अब मैले चाहिँ मजाले यसलाई चाहिँ रोटीमा यसरी राख्ने, ठ्याक्कै यसलाई रोल गर्ने साथीहरू। चिकन ल साथीहरू, अब यसरी रेडी भइसकेको छ। हजुरहरूले चाहिँ अब फ्राई प्यानमा चाहिँ थोरै घिउ अथवा तेलमा राखेर, घिउमा चाहिँ मिठो हुन्छ तेलमा भन्दा पनि, घिउमा राखेर रातो रातो पारेर फ्राई गरेर पनि खान सक्नुहुन्छ। हजुरहरूले बिस्तारै पल्टाएर फ्राई गरेर खान पनि सक्नुहुन्छ। अब हामी चाहिँ यसरी नै खाँदैछौँ। हजुरहरू कसरी खानुहुन्छ त्यही अनुसार आफ्नो विचार अनुसार आफ्नो खाने इच्छा अनुसार चाहिँ गर्न सक्नुहुन्छ। अब यो चाहिँ रेडी भइसकेको छ साथीहरू। मैले हजुरहरूलाई एउटा तरिकाले देखाइसकेको छु। मसला मोलेर सबै थोक एकै ठाउँ मिक्स गरेर चाहिँ यसरी एउटा एक तरिकाले बनाउन सकिन्छ हैन। अब अर्को तरिकाले चाहिँ यहाँ हेर्नु होला, छोरीको इच्छा अनुसार त्यसरी खाने अरे, त्यही भएर म छोरीले चाहिँ यसरी पनि बनाएर चाहिँ खान सकिन्छ साथीहरू। हजुरहरूलाई कुन चाहिँ मजा लाग्छ, मिठो लाग्छ, इच्छा लाग्छ त्यही अनुसार चाहिँ मासुका पिसहरू राखिसकेकी छिन् छोरीले। त्यहाँबाट प्याजका टुक्रा राखिसकेकी छिन्। त्यहाँबाट बन्दाका टुक्राहरू, खुर्सानीका टुक्राहरू यता साइडमा छ खुर्सानीहरू। अब त्यसरी बनाएर चाहिँ अब पेस्ट यो चाहिँ मोलिसकेको भयो। त्यो चाहिँ त्यसरी पनि हजुरहरूलाई कसरी मनपर्छ, कुन चाहिँ राम्रो लाग्यो कमेन्टमा लेख्नु होला है साथीहरू। अब रोल गरेर चाहिँ अब यसलाई यसरी चाहिँ बेरेर चाहिँ रेडी भइसकेको छ साथीहरू। चिकन सुरमा ल साथीहरू, यो एउटा पेस्ट रेडी भइसकेको छ। सुरमा चाहिँ रेडी भइसकेको छ नि। यो दुईटा चाहिँ यसरी पेस्ट लगाएको, मोलेर मिक्स गरेर मसला मिक्स गरेर लगाएको ससहरूमा। अब यिनीहरू चाहिँ यो चाहिँ नलगाइकन गरेको। अहिले म हजुरहरूलाई टेस्ट गरेर भन्छु है त कुन चाहिँ मिठो रहेछ भनेर। ल कस्तो रहेछ, खाँदै हुनुहुन्छ? कस्तो रहेछ, मिठो छ? मसलावाला मिठो कि अर्को मसला मिक्स गरेको मिठो कि अर्को मिठो? मिक्स मिठो रे। मिक्स यसरी यो पेस्ट बनाएर यसरी सबैजना मेयोनिजहरू सबै मिक्स गरेर बनाएको चाहिँ अझ टेस्टी भयो अरे साथीहरू। हजुरहरू पनि एकदम ट्राई गर्नु होला भन्दै हुनुहुन्छ उहाँले। एकदम ट्राई गरेर खाएर बनाएर खान सक्नुहुन्छ हजुरहरूले पनि। पुरा हजुरहरूलाई धेरै धेरै धन्यवाद छ। हजुरले धेरै माया गरेर मलाई सपोर्ट गरेर अनुजा आइडियालाई माया गरेर मेरो भिडियोहरू पुरा हेरिदिनु भएको थ्याङ्क यू सो मच भन्दै फेरि पनि यस्तै भिडियोहरू लिएर आउने बाचा गर्दै आजलाई बिदा लिन्छु। हवस् त, नमस्कार।